बिमा गराउँदाखेरि बिमा गराउने अभिकर्ता अथवा एजेन्ट किन सक्रिय हुनुपर्छ भन्ने विषयमा चाहिँ आज म सत्य घटना बताउँदैछु है। के भएको थियो त भने एकजना गाउँमा बस्नुभएको व्यक्तिको उहाँ अभिकर्ताले बिमा गराउनु भयो है। अनि त्यसपछि अब उहाँ अभिकर्ता आफैलाई पनि धेरै कुरा थाहा नभएको पनि हुनसक्छ, अथवा अब उहाँ गाउँमा नभएर विदेश जानुभएको पनि हुनसक्छ। जेसुकै होस्, जे भए पनि बिमा गराउनु भयो। त्यसपछि अब उहाँ कता जानुभयो, बिमा गर्ने बिमितलाई वर्षै पछि मैले पैसा यति तिर्नुपर्छ भन्ने मात्र जानकारी भयो। उहाँ तिर्दै जानुभयो। उहाँको बिमा एक्टिभै थियो। एक दिन उहाँ घाँस काट्न जाने क्रममा माथि भिरबाट लडेर उहाँको मृत्यु भयो है। त्यसपछि परिवारले अब सबैजना छरछिमेकी मिलेर गर्नुपर्ने उहाँको दाह संस्कारदेखि लिएर सबै कुराहरू भयो है। त्यसपछि बिमा गरेको छ, पैसा आउँछ भन्ने कुरा जानकारी थियो। उहाँको परिवार त्यसको लागि प्रोसेसमा जानुभयो। उहाँको दुर्घटनामा मृत्यु भएको थियो, कुनै कालगतिले मृत्यु भएको थिएन है। भिरबाट लडेर ढुङ्गामा बजारेर मर्नु भनेको त्यो दुर्घटना मृत्यु थियो। कतिपयलाई थाहा छ होला, कतिपयलाई थाहा छैन होला। दुर्घटनामा मृत्यु हुँदाखेरि बिमितले जहिले पनि बिमाङ्क रकमको डबल क्लेम पाउँछ भन्नाले 10 लाखको गरेछ भने 20 लाख, 20 लाखको गरेछ भने 40 लाख, त्यसरी पैसा परिवारले पाउँछ है। तर यो परिवारले डबल पाएन है। जतिको गरेको थियो त्यति मात्रै पायो। कारण के होला? मैले तपाईहरुलाई नै सोधेँ, कतिको तपाईहरुलाई बिमा सम्बन्धी जानकारी छ है? थाहा हुनेले कृपया कमेन्ट गर्नुहोला। थाहा छैन भने म भोलि यसको बारेमा अर्को भिडियो बनाउँछु। यदि जान्न चाहनुहुन्छ भने मेसेज कमेन्ट पनि गर्न सक्नुहुन्छ। धन्यवाद।